लो गाइस यो जग्गाको नाम के हो यो जग्गाको नाम लो गाइस सन्तलाबारी पुगे गाइस लो सुन्तलाबारी पुगे गाइस तर सुन्तलाबारीमा सुन्तला एउटै देखिन By the way, intro guys, intro. Islam, hello Islam. Hello Islam. Hi, my name is Abhishek. Abhishek, hello Abhishek. Anand, मेरो नाम. Anand, hello Anand. Sagala Bimbi, Manu Sojo. Intro. Cyrus. यहाँको intro. Nilam. यहाँको intro. हाँ? अरुण भाइबा. Intro. This is Boxa. यहाँ चाहिँ बोक्सा हो उसको बोक्सी चाहिँ अहिलेसम्म पाएको छैन हाम्रो गाई चाहिँ गोरु चाहिँ अलिक बेसी भइछ कि त्यही भएर हामीलाई बाइकमा छोडेनन् हामी त्यही भएर ट्र्याकिङ गर्दैछौँ है अहिले हुनु पनि गाई र गोरु निकै बेसी भइछ नि त हाम्रो यहाँ गोरु चाहिँ बेसी भइछ गाइस तिमीहरूलाई सुसाइड स्पट देखाउँछु ल सुसाइड स्पट जसले प्रेममा मायामा धोका पायो यहाँबाट यहाँ आएर उफ्रिँदा हुन्छ तर 100% छैन बाँच्नु 100% चाहिँ मर्छ भनेर भन्दिनँ 2-3 खेप चाहिँ उफ्रिनु पर्यो तर होइन हात खुट्टा भाँच्छ पहिला त्यहाँदेखि अलिकति केही भाँच्छ त्यहाँदेखि चाहिँ 4-5 खेपमा चाहिँ सास जान्छ त्यहाँदेखि चाहिँ आस पनि हुँदैन के बुझाउँछ गाइस अन्त भ्यू पोइन्ट पुगेको छैन ढाँट्यो यिनीहरूले सिधा बाटो गरेर सिधा बाटो यस्तो उकालो चढाउँदैछ सिधा बाटो भनेको यस्तो उकालो चढायो गाइस यहाँ निकै सुसाइड पोइन्टहरू रहेछ है गाइस जति उकालो चढ्छ त्यति उकालो अझै उकालो हुँदै जान्छ अरे यो मेन उकालो यो छैन अनि उता अलिअलि छ कस्तो हेरे भाइ डेभिड कस्तो हेरे बाटो चाहिँ कस्तो छ हेरे बाटो यस्तो अलिअलि मात्रै छ हेरे माथिसम्म पुग्छ गाडीमा यी पुग्छ माथिसम्म तेरी माँ की जय गाइस सुसाइड पोइन्ट यहाँ रहेछ मेन लो सुसाइड पोइन्ट लो मेरो आम फाल्दा के गनायो त मैले माथि थाकेको पनि जाति भयो भन्टे एउटा फोटो खिच्नु सबैजना के गनायो सुक्ति जस्तै त्यो त गनाए हजुर रेडी टोपी लगाउँदा राम्रो रहेछ खाउँदैछ कौन है ये लोग कहां से आते हैं Finally we're here just to see this jail we came here just to see the jail
अब आउँदा राति हुन्छ अहिले आउँदा झन् कहाँ सक्छौ खिच्नु लाउन एउटा पोल घुमाइकिन घुमाइकिन यता हैन गाह्रो बनाउनु चाहिँ गाह्रो हुँदैन ए थेबा भइहाल्छ नि त बिचमा के गर्नु रहेछ बस यो बदमा छैन त्यो जे हो को लोकल को लोकल लोकल त होइन उसको आमाको माइती ओ अच्छा अच्छा लोकलै हो आधी उधी आफ्नो सबै यहाँ फ्यामिलीहरू छ म चाहिँ यहाँ फर्स्ट टाइम आउँछु छिर्का मिर्की रहेछ त्यसो भए सही छ यहाँ अलग्गै भिडियो बनाउँदैन होला यहीँबाट नगर्न ल यो पहिलाको जेल अरे यो चाहिँ जेल भन्दैछ जेल सानो सानो जति छ नि सबै जेल हो अच्छा सबै के मतलब पहिला पहिला ऊ पनि यहाँ बसेको थियो रहेछ सबै थाहा रहेछ अन्त सुभाष चन्द्र बोसलाई खाना चाहिँ उसले खिलाउँथे मै खिलाउँथे मैले नै अहिले अहिले त्यो जनम फेरेको सुभाष चन्द्र बोसको चाहिँ अलिक ढिलो फेरिन्छ अरे जनम काम गर्ने हेरेको चाहिँ फेरिसकेछ जनम आई यहाँ एउटा काम गर्ने यहाँ एउटा काम गर्ने यहाँ यो सेलहरूमा चाहिँ यो जेलहरूमा चाहिँ जहाँ खिड्की छ त्यो चाहिँ भिआइपी जेल है त्यो चाहिँ तपाईँले देख्नुहुन्छ दुई जग्गा मात्रै रहेछ खिड्की भएको कस्तो जग्गाहरू बनाएको छ अनि भागेर गयो भने सास निस्किने रहेछ तलसम्म पुग्दा ओर्दा सो हामी यहाँ आइपुग्यो यो जेलको नाम के हो मलाई चाहिँ थाहा भएन तपाईँहरू आफै गुगल गरेर हेर्नु हो थाहा भयो भने कमेन्टमा छोडिराख्नुहोस् ल एनएस जोजोबाट स्टार्ट गरौँ तपाईँ यहाँ यही जेलै हेर्न आउनु भएको अनि कस्तो थियो तपाईँको जर्नी चाहिँ तलदेखि यहाँसम्म पानी 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 टाउकोदेखि फेदसम्म ठिकै छ तपाईँ दुईजनालाई चाहिँ कस्तो लाग्यो जग्गा हो चाहिँ कस्तो लाग्यो होला एकदम नराम्रो लाग्यो सही छ त्यसो भए सही छ यतिजनाको इन्टरभ्यू लिएको सबैले आन्सर चाहिँ त्यही रहेछ पानी पानी दुईटा पुरी पानीमै निस्कियो बहुत ज़्यादा बैग लेकर आए हैं भैया चढ़ने में प्रॉब्लम हो रहा है बहुत हो गया पानी पानी हो गया पानी हो गया लगभग 6-5-7 फिटको हुनुपर्ने रहेछ यस्तो गरेर गन यहाँबाट यस्तो ताक्नु सक्ने यस्तो गरेर है यस्तो रहेछ यहाँबाट लुकआउट स्पट रहेछ लुकिङ स्पट हो यस्तो रहेछ तपाईहरुलाई चाहिँ कस्तो लाग्यो यहाँसम्म आइपुग्दा ओर्दा एकदम राम्रो लाग्यो हो पानी 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 सही छ अब यो चाहिँ बुलबुलैया हो है बोसलाई यही राखेको थियो यही जेलमा हो यो बुलबुलैया हो यो चाहिँ हाम्रो गाइड हो चाहिँ हामीले सँगै जयगाउँबाट 20 रुपैयाँमा हायर गरेर ल्याएको दुई तिनटामा एकजना सुभाष चन्द्र बोस राखेको थियो तर कुन चाहिँ हो त्यो चाहिँ थाहा भएन यहाँ चाहिँ के हो जेल थियो यो सुभाष चन्द्र बोस मेन राखेको थियो
अन्त भाग्ने जग्गा चाहिँ उताबाट भागेको थियो त्यस्तै भन्नु सही हो इन्फर्मेसन सही हो एकदम सही हो यो सब ओल्ड हो वाल अहिले पनि यो चेन्ज गरेको छैन अच्छा यहाँ सुभाष चन्द्र बोसलाई राखेको एन्ट्रेन्समा फोटो खिच्ने हो कोही यहाँ सुभाष चन्द्र बोसलाई राखेकोमा फोटो खिच्ने हो कोही यहाँ सुभाष चन्द्र बोसलाई चाहिँ यहीँबाट पानी पम्प गर्नु लाउँथ्यो अरे यो चाहिँ मोडर्नाइज सुभाष चन्द्र बोस यो मेसिन चाहिँ सुभाष चन्द्र बोसले चलाएको भनेर सुनेको थियो हो यहाँबाट उहाँ खोलामा चाहिँ गएर पानी पम्प गर्थ्यो अरे यही मेसिनबाट हो इक्जाम्पल लु हाम्रो मोडर्न सुभाष चन्द्र बोसले देखाउँछ जान्दैन रहेछ लु त्यो दुलोमा हात हाल्नु मात्रै जान्दै रहेछ लु गाइस सुभाष चन्द्र बोसको टोइलेट चाहिँ तल अरे अहिलेसम्म छ अरे गु पनि प्रिजर्भ गरेर राखेको अरे सुभाष चन्द्र बोसको Look guys, we're gonna move back. We are moving back. We're moving back. It was a really tough journey, but still then we did it. Okay, so now we're finally out. We're finally out. We're going down to the road. लो अब चाहिँ हिँड्नु सकेन अरे हाम्रो केटाहरू हो सो गाडी चाहियो केटाहरूलाई गाडी पायो पाउनु त ए गाडी चाहिएको मान्छे र यहाँ चाहिँ हाम्रो ड्राइभर अङ्कल चल्दियो यहाँ चाहिँ माथि कि दादा बुटनिसहरू मात्रै छ कि बुटनिसहरू हो सबै ढुक्कुवाहरू ए हो जोङ्का बोल्छ यिनीहरू अच्छा अहिले पो अलि नेपाली पनि बोल्छ हो हजुर हजुर अनि ड्रेस पनि अरू ड्रेसमा पहिला त पुरै किरा मात्रै लाउँछ